गत भिडियोमा हामीले च्याप्टर 6 प्रोजेक्ट वर्क पार्ट 1 मा भिजिटिङ कार्ड बनाउन सिकेका थियौँ भने आज पार्ट 2 मा आइडी कार्ड बनाउन सिक्नेछौँ। अब समय धेरै खेर नफाली हेङ्ला डिजाइनद्वारा प्रस्तुत भइरहेको वी द विनर इन ग्राफिक्स कोर्समा म धर्मराज लामा हजुरलाई पुनः स्वागत गर्दछु। यस फोल्डरमा रिक्वायरमेन्ट फर आइडी कार्ड नामक फाइललाई डबल क्लिक गरी खोलिदिउँ। यहाँ हामीले आइडी कार्ड बनाउन अगाडि के कुरामा ध्यान दिनुपर्छ भन्ने जानकारी दिएको छ। यसमा पनि हामीले पहिले साइज र मार्जिन बनाउनु पर्दछ, जुन हामीले च्याप्टर 6 प्रोजेक्ट वर्कको पार्ट 1 मा गरेका थियौँ। नेपालको तुलनामा भिजिटिङ कार्ड र आइडी कार्डको साइज एउटै हुने भएको कारणले मार्जिन बनाउने तरिका पनि एउटै हुन्छ। यहाँसम्मको स्टेप्स कसरी भयो भनेर हेर्नका लागि यसै च्याप्टर 6 प्रोजेक्ट वर्क पार्ट 1 को भिडियो हेर्नुहोला। रेक्ट्याङ्गुलर टुललाई एक्टिभ गरी कन्ट्रोल प्यानलमा सेप, फिल कलरमा कलर पिकर बक्समा क्लिक गरी लोगोमा भएको ग्रे कलरमा क्लिक गरी ओके प्रेस गरिदिनुहोस्। अब यो तल्लो भागमा यसरी तानिदिउँ र नोटप्याडबाट वेबसाइटलाई मात्र कन्ट्रोल सी ले कपी गरी फोटोसपमा टाइप टुल एक्टिभ गरी फन्ट फ्यामिली, बेन्च स्क्रिप्ट, फन्ट साइज 8 पोइन्ट, टेक्स्ट अलाइन सेन्टर, कलर FF यानि कि व्हाइट छानी यो रेक्ट्याङ्गल माथि क्लिक गरी कीबोर्डमा कन्ट्रोल भी ले पेस्ट गरिदिउँ। मुभ टुल एक्टिभ गरी कीबोर्डमा शिफ्ट दबाई राखी एकपटक डाउन एरो दबाइदिनुहोस्। फेरि नोटप्याडबाट एड्रेस, कन्ट्याक्ट र इमेललाई मात्र कपी गरी टाइप टुलले कुनै एक ठाउँमा क्लिक गरी कन्ट्रोल भी ले पेस्ट गरिदिउँ र यी पुरै टेक्स्ट सेलेक्ट गरी फोरग्राउन्ड कलर पिकरमा क्लिक गरी ब्ल्याकलाई 80 राखी ओके प्रेस गरी टेक्स्ट अलाइन लेफ्ट र यो आइकनमा क्लिक गरी लिडिङ 11 पोइन्ट राखी इन्टर प्रेस गरिदिउँ। मुभ टुलले यसरी यस ठाउँमा राखिदिउँ र लाइन टुल एक्टिभ गरी स्ट्रोक 1 पोइन्ट राखी कीबोर्डमा शिफ्ट दबाई राखी यो भागमा यसरी ड्र गरिदिउँ। मैले पहिले कम्पनीको सम्पूर्ण डिटेल प्रयोग गरेँ किनकि कम्पनीको बारेमा कुनै पनि आवश्यक सामग्री नछुटोस् भनेर। अब भने हामी व्यक्तिको फोटो राख्ने ठाउँ बनाउनेछौँ। इलिप्स टुल एक्टिभ गरी माउसले यसरी तान्दै कीबोर्डमा शिफ्ट र अल्ट एकैसाथ दबाई राखी यतिको गोलो बनाइदिउँ। मुभ टुलले यसरी ठाउँ मिलाइदिउँ। नोटप्याडबाट नाम र पदलाई कपी गरी फोटोसपमा टाइप टुलले यस ठाउँमा क्लिक गरी कन्ट्रोल भी ले पेस्ट गरी कन्ट्रोल ए ले टेक्स्ट सेलेक्ट गरी फोरग्राउन्ड कलर पिकरमा क्लिक गर्दै लोगोको निलो कलरमा क्लिक गरी ओके प्रेस गरिदिनुहोस् र टेक्स्ट अलाइन सेन्टर गर्दै नामलाई मात्र सेलेक्ट गरी फन्ट साइज 10 पोइन्ट राखी इन्टर प्रेस गरिदिउँ। फेरि नोटप्याडबाट सम्पर्क नम्बर र म्याच सकिने अवधि कपी गरी फोटोसपमा टाइप टुलको सहायताले यस ठाउँमा क्लिक गरी पेस्ट गरिदिउँ र कन्ट्रोल ए ले टेक्स्ट सेलेक्ट गरी फन्ट साइज 8 पोइन्ट, टेक्स्ट अलाइन लेफ्ट राखी कन्ट्रोल इन्टर प्रेस गरी टेक्स्टलाई डिसेलेक्ट गरिदिउँ। अब मुभ टुलले यी चिजहरूलाई यसरी मिलाइदिउँ
आइडी कार्डलाई अझै आकर्षक देखाउनका निम्ति आइकनहरूको प्रयोग गरे। आइकन कसरी प्रयोग गर्ने भन्ने बारेमा यसै च्याप्टर 6 को पार्ट 1 मा विस्तृत जानकारी दिएका छौँ। आइकनको कलर परिणत गर्नु परेमा आइकनलाई मुभ टुलले सेलेक्ट गरी लेयर प्यानलको लो भागमा माउसले डबल क्लिक गरी कलर ओभरलेमा क्लिक गरी कलर पिकरमा क्लिक गरी कुनै कलर छानी ओके प्रेस गरी फेरि ओके प्रेस गरिदिउँ। यति भएपछि लगभग हाम्रो आइडी कार्डको डिजाइन तयार हुनै लागिसकेको छ। अब म फोटो राख्ने भागलाई आवश्यकता अनुसार ठुलो या सानो पार्नेछु। माथिपट्टि रहेको यो दुईवटा भागलाई मात्र मुभ टुलले सेलेक्ट गरी किबोर्डमा कन्ट्रोल ए प्रेस गरी कन्ट्रोल प्यानलमा अलाइन होरिजेन्टल आइकनमा क्लिक गरी आइडीको बिच भागमा राखिदिउँ र कन्ट्रोल डी प्रेस गरी डिसेलेक्ट गरिदिउँ। अब आइडी कार्डमा फोटो राखौँ। यसको लागि पहिला यो सर्कललाई सेलेक्ट गरौँ र क्रोम ब्राउजरमा गएर धर्मराज लामा टाइप गरी यो फोटोलाई कपी गरी फोटोसपमा पेस्ट गरिदिउँ। मुभ टुलको सहायताले फोटोले पुरै सर्कल ढाक्ने गरी मिलाई इन्टर प्रेस गरिदिउँ। लेयर प्यानलको यो मेनुमा गई क्रिएट क्लिपिङ मार्क्समा क्लिक गरी फोटोलाई सर्कलभित्र राखिदिउँ। हस्त हाम्रो आइडी कार्डको डिजाइन तयार भएको छ। आउँदो च्याप्टर 20 मा हामी यही आइडी कार्डलाई डेटा सेट प्रयोग गरी एकदम छोटो समयमा सयौं हजारौं आइडी कार्ड बनाउन सिक्नेछौँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।